सबैलाई जयमसी। आउनुहोस् हामीले पढिरहेको खण्डलाई हामी पढ्छौँ। मत्तीको किताब 25 अध्यायमा आउनुहोस्। अब त तपाईहरुलाई धेरथोर थाहा भइसक्यो। त मत्तीको किताब 25 अध्यायमा चाहिँ उदाहरणको लागि मानिलिउँ 10 जना पापी मान्छे प्रभुको चरणमा आएर प्रभुलाई माफ माग्यो भनेदेखि, प्रभुको रगतले पाप धोइ माग्यो भनेदेखि, पश्चाताप गर्यो भनेदेखि, अथवा मानिलिनुहोस् 100 जना मान्छे आएर चाहिँ प्रभुलाई माफ माग्यो अनि सच्चो प्रकारले प्रभुको रगतमा पाप धोइ माग्यो भनेदेखि 100 जनाले नि उद्धार मुक्ति पाउँछ। तर प्रभु आउँदाखेरि चाहिँ 100 मा 100 जना चाहिँ उठाइँदैन रहेछ भन्ने अर्थ चाहिँ तपाईले मत्तीको किताब 25 अध्यायबाट धेरथोर बुझिसक्नुभयो। त्यहाँ 10 जना कन्यालाई प्रभुले उद्धार मुक्ति दिनुभयो, अथवा 10 जना कन्याहरूले कन्याको दर्जा पायो। तर प्रभु आउँदा हामीले मत्तीको किताब 7 अध्यायमा हेरिसकेका छौँ अघिबाटै। 5 जना चाहिँ मूर्ख ठहरियो, 5 जना चाहिँ बुद्धिमती भयो। यो कुरालाई चाहिँ एकदमै मनमा लिने अनि अब एकछिन हामी चाहिँ एकदमै चलमल नगरिकन सुन्ने मात्रै, ध्यान दिएर सुन्ने। अब यो कुरालाई बाइबलमा राम्रोसँगले बुझ्दै जानुपर्छ अनि हामीलाई अब यहाँदेखि उता उब्रेको दिनमा चाहिँ हामीले कसरी जिउनु पर्ने रहेछ, साँच्चै नै प्रभुलाई के चिज चाहिँ माग्नु पर्ने रहेछ, कसो गर्यो भने प्रभु आउँदाखेरि हामी साँच्चै नै रेडी होला भनेर चाहिँ हामीहरूकोमा एउटा भित्र हृदयमा एउटा अठोट एउटा प्रतिबद्धता जन्मेन भनेदेखि चाहिँ फेरि यो सुन्यो केही पनि हुँदैन। मैले अलिक बुझेँ भने जस्तो लाग्छ, तर यथार्थमा हाम्रो जीवनमा काम हुँदैन। यो कुरा हो। अब म तपाईलाई बताउँछु। यहाँनिर हामी मत्तीको किताब 25 अध्यायको हामी फेरि 1, 2, 3 पद मात्रै हामी पढ्छौँ। 3 पद पढ्छौँ अनि त्यहाँदेखि 11 र 12 पद पनि हामी पढ्छौँ। म पढ्छु, तपाईले सुन्नुहोस्। कृपया समय बचाउनको लागि। तब स्वर्गको राज्य 10 जना कन्या जस्तो हुनेछ जो आफ्नो बत्तीहरू लिएर दुलालाई भेट्न निस्के। अनि तिनीहरूमा 5 बुद्धिमती र 5 मूर्ख थिए। मूर्खहरूले आफ्नो बत्ती त लिए, तर आफूसित तेल चाहिँ बोकेनन्। अब 11 र 12। त्यसपछि अरू कन्या पनि यसो भन्दै आइपुगे, हे प्रभु हाम्रा निम्ति खोलिदिनुहोस्। तर उनले जवाब दिए भने, म तिमीहरूलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिन। ल सानो प्रार्थना गरौँ। पिता, हामीले पढिरहेको खण्डमा हामीलाई आशिष दिनुहोस्, पवित्र आत्माले गरिदिनुहोस्। अनि तपाईले भजनको किताब 12 अध्यायको 6 पद अनि एफएसी 3 अध्यायको 20 पद पुरा गरिदिनुहोस्। सबै सुन्नेहरूको कानलाई तपाईले खोलिदिनुहोस्, एकाग्र चित्त दिनुहोस्, डर दिनुहोस्। तपाईपट्टिको नानीहरूलाई पनि नियन्त्रणमा राखिदिनुहोस्। तपाईले अन्धकारको शक्तिलाई 2025 वर्ष अगाडि हराउनु भएको लागि धन्यवाद। मुक्तिदाता प्रभु यीशु मसीहको नाममा सुनि ग्रहण गर्नुहोस्। अब तपाईहरुलाई म यो कुरालाई अब बिस्तारै बताउँदैछु, ध्यान दिएर सुन्ने। अब यहाँनिर प्रस्थानको किताब 3 अध्यायमा आउनुहोस्। प्रस्थानको किताब 3 अध्यायमा 3 अध्यायको हामी पढ्छौँ। 3 अध्यायको 17 पद। प्रस्थान भनेको एक्सोडस च्याप्टर 3 भर्स 17। अनि मैले भनेको छु, म तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिजी, हिब्बी र यबुसीहरूको देशमा अर्थात् एउटा दूध र मह बग्ने देशमा पुर्याउने छु। यो चाहिँ पुरानो नियमको नक्सा हो। अनि यो पुरानो नियमको नक्सामा चाहिँ परमेश्वरले साँच्चै नै इजरायल देशलाई चाहिँ, इजरायल जुन चाहिँ अहिले इजरायली जाति छ, यसलाई चाहिँ मिश्रबाट निकाल्नु भयो। सुन्नुहोस् है सबजनाले, मिश्रबाट निकाल्नु भयो अनि उजाड स्थानमा हिँडाउँदै लानुभयो। अनि पुग्नुपर्ने गन्तव्य चाहिँ थियो कनान, अथवा आज हामीलाई थाहा छ अहिलेको इजरायल, कनान देशमा पुर्याउनु थियो। अब हेर्नुहोस्, मलाई सबजनाले निकाल्नु पर्ने मिश्र देशबाट, हिँडाउनु पर्ने उजाड स्थानमा, पुर्याउनु पर्ने कनानमा, यति त बुझ्नुभयो। त्यस्तै प्रकारले क्रिस्चियनलाई जुन दिन प्रभुलाई ग्रहण गर्छ, संसारबाट निस्किन्छ, त्यहाँबाट उसको क्रिस्चियन यात्रा हुन्छ अनि पुग्नुपर्ने गन्तव्य हुन्छ। अब
पुरानो नियममा कनान पुग्यो भने चाहिँ क्रिस्चियन चाहिँ कहाँ पुग्नुपर्छ त भन्दा स्वर्ग होइन। कसैले पनि झुकेर घरिघरि स्वर्ग स्वर्ग संसारबाट निकाल्नु भयो, संसारमा क्रिस्चियन यात्रा हुन्छ, त्यहाँबाट स्वर्ग होइन। स्वर्ग पुग्नुभन्दा अगाडि परमेश्वरले एउटा गन्तव्य ठहराएको छ। त्यो गन्तव्य चाहिँ के हो भन्दा चाहिँ एफएसीको पत्री 4:12-13 पदमा स्वर्ग जानुभन्दा अगाडि चाहिँ एउटा मान्छे बदलेर चाहिँ यीशु ख्रीष्ट जस्तो हुनुपर्छ। यीशु ख्रीष्ट जस्तो भइसकेपछि स्वर्ग त अटोमेटिकली गइहाल्छ। तर यीशु ख्रीष्ट जस्तो भएकै छैन। परमेश्वरले ठहराएको गन्तव्य चाहिँ यीशु ख्रीष्ट जस्तो हो। यीशु ख्रीष्ट जस्तो हुन चाहेकै छैन। एकैताल मरेपछि स्वर्ग जान्छु स्वर्ग जान्छु स्वर्ग जान्छु भन्यो भनेदेखि चाहिँ ट्रेनिङ नगरिकन पुलिसले तारा लाउँछु भने जस्तै हो। इन्टरभ्यूमा पास भन्छ नि पुलिस, याद छ तपाईँलाई? पुलिस हुनको लागि इन्टरभ्यूमा पास हुनुपर्छ। इन्टरभ्यूमा पास भइसकेपछि पुलिसको तालिम हुन्छ। तालिम 9 महिना 10 महिना 6 महिना तालिम हुन्छ। तालिम भइसकेपछि मात्रै तारा लगाइदिन्छ। त्यस्तै प्रकारले इन्टरभ्यूमा पास हुनु भनेको चाहिँ हाम्रो भाषामा चाहिँ प्रभुलाई पाउनु भनेको, ग्रहण गर्नु। ट्रेनिङमा जानु भनेको चाहिँ यो संसारमा मर्नुभन्दा अगाडि चाहिँ त्यो तालिम चाहिँ के जस्तो हुनको लागि, तारा लाउनु भन्दा चाहिँ स्वर्ग जानुभन्दा अगाडि चाहिँ तारा लाउनु भन्दा अगाडि चाहिँ के जस्तो हुने भन्दा चाहिँ एफएसीको पत्री 4:12 र 13 पद एकजनाले पढ्नुहोस्। अब हामी यसरी सेवा हिँड्छौँ, वचन पढ्छौँ, जति पनि गर्छौँ, सेवाको कामको चाहिँ रिजल्ट के आउनुपर्छ? सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिका निम्ति पवित्र जनहरूलाई सिद्ध बनाउनलाई। अब सबजना भन्नुहोस् त, सिद्ध भन्नुहोस् त। अब त्यो शब्दले बताउँदैछ कि सिद्ध छैन रहेछ। सिद्ध हुँदै 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 जानुपर्छ तालिमको समयमा चाहिँ सिद्ध बनाउनलाई। अनि जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौँ। एउटा जग्गा ठहराएको छ। जबसम्म जिजस क्राइस्टलाई पुरापुरी चिन्दैन भन्दैछ। त्यहाँदेखि एउटा पुरा बढेको मानिस बन्दैनौँ। ख्रीष्टको परिपूर्णता रूपी कदसम्म नापसम्म आइपुग्दैनौँ। हेर्नुहोस्, यसो भन्दैछ। अब अहिले कलिलै छ, बढेर तिमी यीशु ख्रीष्टको उचाइमा आइपुग्नुपर्छ भनेको चाहिँ 6 फिट हुनुपर्छ भनेको होइन। के भनेको होइन? भनेको सुन्नुहोस्, त्यहाँ बुझ्नुहोस् ल। अब त्यो चाहिँ त्यसो भन्दैछ, ख्रीष्ट यीशुको नापसम्म भनेको चाहिँ सबैजना जबसम्म एक-एकजना सिद्ध हुँदैन, यीशु ख्रीष्टको रूपमा रूपान्तर भइसक्दैन, यीशु ख्रीष्टको चरित्रमा आइपुग्दैन, तबसम्म चाहिँ भन्दैछ। जबसम्म एउटा क्रिस्चियन चाहिँ त्यो नापसम्म आइपुग्दैन, त्यहाँबाट मात्रै स्वर्गको कुरा हुन्छ। त्यहाँबाट मात्रै पुलिसको हो भनेदेखि ट्रेनिङ गरिसकेर त्यहाँबाट मात्रै अब म चाहिँ 2 तारे हुन्छु, 1 तारे हुन्छु, अब मेरो यहाँ कानमा फुली आउँछ भन्न मिल्यो। तर मानिनुहोस्, एउटा मान्छे चाहिँ पुलिसको इन्टरभ्यूमा पास भयो अरे, अनि भन्यो अरे 9 महिनाको तालिम हुन्छ, पुलिसको एकदमै कडाकडी तालिम हुन्छ। त्यो तालिम नगरिकन अब चाहिँ तारा लाउने भए भन्दैछ भनेदेखि चाहिँ त्यो चाहिँ एउटा क्रिस्चियन जस्तै हो। जुन क्रिस्चियनले चाहिँ यता हेर्नुहोस्, मलाई हेर्नुभयो भने बुझ्नुहुन्छ, नभएदेखि फेरि शैतानले तपाईँलाई लाटो बनाउँछ। त्यो चाहिँ क्रिस्चियनले चाहिँ के भन्दैछ? जिजस क्राइस्टलाई ग्रहण गरे, यीशुको रगतले पाप क्षमा भयो मेरो, म अरू कुनै देवी देवता होइन रहेछस्, झुट रहेछ, यीशु साँचो रहेछ भन्यो भने शान्ति पनि पाए। सुन्नुहोस्, हातमा बाइबल पनि आयो, गीत पनि गाउँदैछ, तर यीशु ख्रीष्टको रूपमा आउन बल गर्दैन, यीशु ख्रीष्टको चरित्रमा आउन बल गर्दैन भनेदेखि चाहिँ स्वर्गले पछाडि चाहिँ म तिमीलाई चिन्दिन भन्छ। यो कुरा हो कि होइन म बाइबलबाट बताउँछु। मलाई नपत्याए त बाइबललाई त पत्याउनुहुन्छ ल। बाइबल परमेश्वरको वचन हो। मरेपछि बाइबलको वचनले हाम्रो न्याय गर्छ। यसले गर्दा यहाँनिर म तपाईँलाई बताएँ, परमेश्वरले मिश्र देशबाट इजरायली जातिलाई निकाल्नु भयो। त्यहाँबाट निकालेर चाहिँ बाटोमा हिँडाउँदै कनानी, हित्ती, परिजी भएको देशमा पुर्याउँछु भनेको चाहिँ कनानी देशमा पुर्याउँछु भनेको थियो। हो कि होइन भन्नुहोस् सबजनाले? अब सबजनाले भन्नुहोस्, निकाल्नु भयो कि भएन?
हिँडाउनु भयो कि भएन? तर बाइबलले भन्छ धेरैजनालाई चाहिँ पुर्याउन सक्नु भएन भनेर लेखेको छ। हेर्नुहोस्, अब म तपाईँलाई बिस्तारै बताउँछु हो के होइन रहेछ। हिब्रूको किताब पहिला कोरिन्थी 10 अध्यायमा आउनुहोस्। पहिला कोरिन्थी 10 अध्यायको 1, 2, 3, 4, 5 पद पढ्दैछु। सबजना ध्यान दिएर सुन्नुहोस्। 1 कोरिन्थियन्स च्याप्टर 10 वर्स 1, 2, 3, 4, 5। अब पुरानो नियमको कुरा गर्दैछ। अघि हामीले प्रस्थानको किताब पढेको। अब भाइहरू, हाम्रा सबै पुर्खाहरू बादलमुनि थिए, सबै समुद्रको बीचबाट भएर पार भएर गए भन्ने कुरामा तिमीहरू अनजान रहो भन्ने मेरो इच्छा छैन। 2 पद, सबैले बादलमा र समुद्रमा मौसाको बप्तिस्मा लिए। सुन्नुहोस् न, यता हेर्नु त, बादल माथि 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 हिँड्थ्यो, समुद्र लाल समुद्र तरेर गए, अनि स्वर्गले पिक्चर बनाएर भन्दैछ सबै बादलको मुनि समुद्रको मुनि बप्तिस्मा भयो भनेर नमुना दिँदैछ। साङ्केतिक भाषामा भनेको त्यो चाहिँ सबैले एउटै आत्मिक खानेकुरा खाए भनेको बिहानै उठ्ने बित्तिकै मन्ना खान्थ्यो उनीहरूले। थाहा छ हामीलाई, क्रिस्चियनलाई थाहा, बिहानै उठ्ने बित्तिकै इजरायलीहरूको निम्ति ब्रेकफास्ट खाना मन्ना झर्थ्यो हो। त्यहाँबाट भन्दैछ सबैले एउटै आत्मिक पिउने कुरा पिए, किनकि तिनीहरूको पछि पछि लाग्ने आत्मिक चट्टानबाट तिनीहरूले पिए, अनि त्यो चट्टान चाहिँ ख्रिस्ट हुनुहुन्थ्यो भनेको चाहिँ अब त्यहाँनिर पुरानो नियममा पानी पिएको कुरा छ, चट्टानलाई हिर्काएको कुरा छ, सबै चाहिँ नक्सा भनेको चाहिँ यीशु ख्रिस्टको नक्सा मात्रै थियो भनेको, छाया मात्रै थियो भनेको। अब यीशु ख्रिस्ट आउनु भएको थिएन त्यति बेला, याद छ नि सबैलाई हो। अब 5 पद, तर तिनीहरू मध्ये धेरैसँग परमेश्वर खुसी हुनु भएन, किनकि तिनीहरू उजाड स्थानमा पसारो परे। र हेर्नुहोस्, मलाई त सबजना हेर्नुहोस्, पसारो परे भनेको चाहिँ कनानमा पुगे भनेको कि बाटैमा मरे भनेको बुझ्नुभयो त? अन्त अच्छा, मिश्र देशबाट निस्केको हो कि होइन, खुमाको रगतमा छुटकारा पाएको हो कि होइन, मन्ना खायो भनेको डेली बाइबल पढ्यो भनेको हो कि होइन, अहिलेको क्रिस्चियनले ब्याप्टिजम लियो भने जस्तै लाल समुद्रबाट गएको हो कि होइन, सबै हो त। तर बाइबलले भन्दैछ उजाड स्थानमा पसारो पर्यो भनेको पुगेन भनेको, बाटैमा मर्यो भनेको। परमेश्वरले त अघि प्रतिज्ञा के गरेको थियो? निकाल्छु, हिँडाउँछु, पुर्याउँछु भनेको थियो। तर मधुरोले माड खाएन भन सबजनाले। मधुरोले माड खाएन भनेदेखि चाहिँ मधुरोले माड खाएन भने केही उपाय लाग्दैन। अब एक खेप मात्रै भनेको भए त हो रहेछ, होला भनेर जाँदा पनि हुन्थ्यो। तर 3 जग्गा भनेको छ। कति जग्गा? 3 जग्गा। अब हिब्रूको किताब 3 अध्यायमा आउनुहोस्। त्यसले गर्दा बाइबलको कुरा चाहिँ बताउनेले साँचोसँग बताइदिएन, बुझ्नेले ध्यानसँग बुझ्न पाएन भनेदेखि चाहिँ अहिले म बताउँछु मूर्खलाई चाहिँ धोका हुन्छ भनेर लेखेको छ बाइबलमा। त हाम्रो पाठै के छ? मूर्ख र ज्ञानीको बारे, मूर्ख र बुद्धिमतीको छ। मूर्खलाई चाहिँ के हुन्छ अरे सबजना भन्नुहोस् त? धोका हुन्छ भन्नुहोस् न। पहिला त्यो पढिराखेर जाउँ। मूर्खलाई चाहिँ धोका हुन्छ भने मूर्खलाई चाहिँ छलिदिन्छ। यो बुझ्नदेखि छलिदिन्छ। अनि चर्च गइरहेको हुन्छ, 30 वर्ष 40 वर्ष चर्च गइरहेको हुन्छ, तर लास्टमा नेपालीमा भन्छ नि माछा देवता हुन्छ। त्यो पढ्नुहोस्, मैले भनेको हितोपदेश 14 अध्यायको 8 पदमा लेखेको छ कि छैन? हितोपदेश 14 को 8 पद। आफ्नो चाल चलन बुझ्नु समझदार मानिसको बुद्धि हो। मूर्खहरूको मूर्खता चाहिँ छल हो। हाम्रो छोरीलाई पनि पढ्न यसो हेल्प गरिदिनुहोस्, त्यसो गर्दाखेरि थाहा हुन्छ। फेरि मलाई हेर्नुहोस् यता, अब पल्टाउन भ्याउनु भएन भने ओके, लिमिट छोडिदिनुहोस्। बाइबलले भन्दैछ समझदार मान्छेले चाहिँ के गर्छ अरे भने, कस्तो छु म, यीशु ख्रिस्ट जस्तो छु कि छुइनँ, म कसो गरे भने चाहिँ यीशु ख्रिस्ट जस्तो हुन्छु भनेर आफ्नो चाल बुझ्न पाउँछ। आफ्नो चाल चाहिँ यति साह्रो खतरा हुन्छ, मान्छेको चाल चाहिँ हत्तपत्त कसैले बुझ्दैन। परमेश्वरले बुझाइदिनु भयो भने मात्रै हाम्रो जीवनलाई बुझ्न सक्छौँ। एक समझदार मान्छेको चाल चाहिँ एकदम आफूलाई बुझ्नु चाहिँ उसको बुद्धिमत्ता भनेको ज्ञानी कुमारी अरे। ऊ चाहिँ
तर मूर्खको चाहिँ फेरि पढ्नुहोस् त छोरी के लेखेछ आफ्नो चाल चलन बुझ्नु तर मूर्खहरूको मूर्खता चाहिँ फल हो। किन मूर्ख भएछ किन मूर्ख भएछ भन्नुहोस् कसैले छल्लिएछ भन्नुहोस् धोकामा परेछ भन्नुहोस् ठगिदिएछ भन्नुहोस् अन्त ठग्छ त कसले ठग्छ त्यो पनि हेरिराखौँ क्रिस्चियनलाई चाहिँ कसैले उल्लो घरकोले पनि ठग्दैन पल्लो घरकोले पनि ठग्दैन बाउले पनि ठग्दैन आमाले पनि ठग्दैन कसैलाई दोष नलाउनु क्रिस्चियनलाई प्रभु यीशु मसीह जस्तो हुनबाट केही चिजले रोक्छ भनेदेखि चाहिँ त्यसको नम्बर 1 ठग्ने च्याम्पियन चाहिँ शैतान यो कुरा प्रकाशको किताबमा आउनुहोस् उकिएन सेनेरी तपाईँले बुझ्नुहुन्छ प्रकाशको किताब 10 अध्यायमा आउनुहोस् होइन 12 अध्यायमा आउनुहोस् 12 अध्यायको 9 पद पढ्दैछु सबजना हेर्नुहोस् रिभिलेसन च्याप्टर 12 भर्स 9 अनि त्यो ठुलो अजिङ्गर फ्याँकियो दियाबोलस र शैतान भनिने त्यो पुरानो साँप जसले सारा संसारलाई धोका दिन्छ सबजना के दिन्छ अरे त्यसले गर्दा घरिघरि यही शब्द दोहोरिएर आउँछ हेर्नुहोस् धोका छल ठग धोका छल ठग अनि भन्छ धूर्तताद्वारा भन्छ चलाक प्रकारले त्यसले ठगिदिन्छ भन्छ त्यसले गर्दा हामीले भन्दैछौँ जुन दिन प्रभु यीशु मसीहलाई मान्छेले ग्रहण गर्छ कन्याको दर्जा पाउँछ भन्नु मतलब सबै तिम्रो पाप क्षमा भयो आजदेखि तर अब यहाँदेखि उता चाहिँ तिमीले टुप्पीदेखि पैतालासम्म भएको तिम्रो जुन कुरो चाहिँ यीशु ख्रीष्ट जस्तो छैन निकाल्दै 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 संगतिद्वारा अघि हामीले भन्यौं नि सेवाको काम ख्रीष्ट यीशुको पहिचान र ख्रीष्ट यीशुको कदसम्म आउने जबसम्म ख्रीष्ट यीशु बराबरको हुन खोज्दैन त्यो मान्छेले भनेपछि चाहिँ हामी कति साह्रो यीशु ख्रीष्ट जस्तो छैनौं नि हामीलाई थाहा छ त प्रभुलाई ग्रहण गरेको क्रिस्चियनहरू त हामीले चाहिँ प्रभु आउनुभन्दा अगाडि चाहिँ कहिले चाहिँ म प्रभु जस्तो हुनु कहिले चाहिँ म प्रभु जस्तो हुनु भनेर चाहिँ हामीले त्यतापट्टि दौडेका छैनौं सेवाले त्यो कुरो प्रबन्ध गरेको छैन सेवाले क्रिस्चियनलाई बाइबल बोकेर चर्च जाने क्रिस्चियनलाई चाहिँ सेवाले चाहिँ त्यतापट्टि लगेको छैन भने चाहिँ भातै खानु मात्रै आमिन भन्नु मात्रै जय मसीह भन्नु मात्रै हुन्छ केही फाइदा हुँदैन त्यसले गर्दा हामीले भन्दैछौँ त दोस्रो कोरिन्थी 11 अध्यायमा शैतानले के गरे अरे हावालाई त्यति राम्रो हावालाई अदनको बगैँचामा जहाँ कुनै प्रकारको पाप अधर्म अपराध थिएन त्यहाँ आएर चाहिँ ठगिदियो भनेर लेखेको छ त हामीले त्यही त पढ्दैछौँ दोस्रो कोरिन्थी 11 अध्यायमा आउनुहोस् न हो म त्यसले गर्दा कहिले पनि हतार नगरी मैले यो गरेको कारण त्यो मानिलिउँ एउटा डाक्टरले हार्टको अपरेसन गर्दैछ अरे सुन्नुहोस् त यता डाक्टरले हार्टको अपरेसन गर्दैछ अरे हार्टको अपरेसन गर्ने डाक्टरले चाहिँ लटर पटर गरेर चाहिँ बोरा सिला जस्तो सिलाइदिइराखेर काटकुट पार्यो भने पेसेन्ट मर्छ मर्दैन त मैले त हार्टको पेसेन्टले त एउटा मान्छे मर्ला मात्रै तर एउटा प्रचारकले चाहिँ बाइबलको कुरा सत्य कुरा पस्किदिन भने चाहिँ हार्ट त के होइन तर आत्मा मर्छ त्यसले गर्दा त म यहाँ घरि ध्यानपूर्वक तपाईँले बुझोस् भनेर चाहना गरेर भन्दैछु अब दोस्रो कोरिन्थी 11 अध्यायमा लु पढ्नुहोस् त 2 र 3 पद पढ्नुहोस् त्यहाँ भन्दैछ चोखी कन्याको रूप दिएको थियो तर 3 पद 2 र 3 पद लु पढ्नुहोस् किनकि म ईश्वरीय ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु किनकि एउटी चोखी कन्याको रूपमा तिमीलाई कृष्णसँग अर्पण गरौँ भनेर मैले एउटा पतिका लागि तिमीको मगनी गरिदिएको छु तर जसरी सापले आफ्नो धूर्तताद्वारा हावालाई धोका दियो त्यति मात्र सबजना हेर्नुहोस् के दियो अरे भन्नुहोस् त चक्लेट दियो भनेर लेखेको छ कि खानेकुरा दियो भनेर लेखेको छ कि के दियो भनेर लेखेको छ खोइ थाहा सबजना मलाई के दिएछ सबजना भन्नुहोस् त धोका दिन्छ अनि त्यहाँ धोका दियो भन्दैछ